बन्द गरेँ मैले। दर्शक महानुभावहरू, हामी धेरै पछि यहाँ सुनकोशी, यो हलसितुवाचुङ नगरपालिका र कटारी नगरपालिका बिचको यो सुनकोशीमा फिसिङ गर्दा हामीले यहाँ अन्दाजी 15 कि 20 किलोको माछा यहाँ हाम्रो ब्रिटिस दाइले खेलाइरहनु भएको छ। अब यहाँ निस्किँदैछ, तपाईँहरू हेर्नुहोस् होला, यहाँ एकदमै माछा खेलाइरहेको छ। हाम्रो दाई, ब्रिटिस दाई लिम्बू कान्छा भनेर प्रख्यात यहाँ सुमन, सालो लगायत हामी यहाँ माछा हेर्दैछौँ। दर्शक महानुभावहरू, अब यहाँ माछा आइसकेको छ, तपाईँहरूलाई म देखाउने नै छु। अब माछा तपाईँहरूले देख्न सक्नुहुन्छ। दर्शक महानुभावहरू, यहाँ माछा आइसकेको छ। हामीले ठुलो स्वरले बोल्नु मिलिरहेको छैन किनकि माछा तर्सिन्छ भन्ने छ। दर्शक महानुभावहरू, तपाईँहरूलाई म यहाँ माछा देखाउँदैछु, तान्दैछु, खेलाउँदैछु। हेर्नुहोस्, यहाँ सहर माछा यहाँ परिरहेको छ। दर्शक महानुभावहरू, यहाँ लिम्बू कान्छा माछा यहाँ उठिरहेको छ। अब हामी तपाईँहरूलाई माछा आइरहेको छ। दर्शक महानुभावहरू, अब छेउमा आइ नै सकेको छ। लिम्बू कान्छाले खेलाइरहनु भएको छ। दर्शक महानुभावहरू, यहाँ आइरहेको छ। सफलता प्राप्त भएको छ। यहाँ सहरमा छ, ल हेर्नुहोस्। अब गाइज ल हेर्नुहोस्। अरे कुन माछा सालो? यो सहरमा छ। सहर हो। कति किलो छ? 15 किलो छ। ओ ल, बधाई छ सुमन, सालो, ब्रिटिस दाई, लिम्बू कान्छा, लिम्बू जेठालाई निकै प्रतीक्षापछि यो माछा यहाँ खेला परेको छ। यहाँ देख्न सक्छौ। अब यहाँ माछा हामी देख्न सक्छौँ। ल सहर माछा देव भाइ, ल ल ल यो सहर माछा हो। विशेष गरी लिम्बू जेठा, लिम्बू कान्छा, सुमन भाइलाई विशेष धन्यवाद। कति किलो छौ? देव भाइ, देव भाइ के हो? हामीलाई फोटो यसले त हान्छ जस्तो छौ। ल मैले सकिनँ अब माछा उचाल्नलाई। तर कहाँ सक्ने? ल यो अमिराकी माछा हो। अमिराकी माछा हो। माछा हो। आमा अमिरै जस्तो छ माछा। ल अरे देव भाइ, के हो देव भाइ? माछा हो, सहर माछा। अन्दाजी 15 किलो छ भन्ने हाम्रो चाहिँ ब्रिटिस दाई लिम्बू कान्छा 18। ल सुमन भाइ भन्नुहुन्छ 18 किलो। लिम्बू जेठा कति किलो छ? 18। अरे ल 18 किलो सफलता प्राप्त भएको छ। 18 किलोको माछा आज यो के हो रे दाइ? यो बाइटार के भन्छ यो ठाउँलाई? श्रोताहरूलाई ल ल यहाँ एउटा दिउँ त कमल सर। कमल सर, कमल सर, हाम्रो गोर्खाली कमल यो 18 किलोको माछा
8वटाले हाल्दाखेरि मैले कुनै बल्छी नै लिएर गयौँ तर 4वटा निकाल्न सफल भएको थिएँ वैशाख 25 गते। अब आज चाहिँ यो फर्स्टै पहिलो नै हो हाम्रो। अब अरू दिन पनि हामी आउन सक्नेछौँ र अब साथीहरूलाई पनि म मेरो चाहिँ यो सबै मेरो समय चाहिँ अलिकति समस्या हुँदाहुँदै पनि साथीभाइको अब इच्छालाई पुरा गरिदिनको लागि म यहाँ आज तपाईँले 20 केजीको सहर माछा पार्दै गर्दाखेरि तपाईँले कस्तो महसुस भइरहेको छ? मलाई यो कुनै ठुलो गर्वको कुरा चाहिँ लाग्दैन। शिकार भन्ने चाहिँ अब एउटा रहरले गइने करले होइन, पर्दा पनि ठिकै छ नपर्दा पनि ठिकै हुन्छ तर परेपछि चाहिँ हामीलाई सबैलाई ठिक भएको छ। हस्। हेलो गाइस, यो मेरो सुमन युट्युबर च्यानलमा चाहिँ हजुरहरूलाई यो गोल्डन फिस भनेको चाहिँ यो सहर माछा भन्दो रहेछ। यदि हजुरहरूलाई हेर्नु मन छ भने मेरो युट्युबर च्यानलमा सब्सक्राइब गर्नुहोस्, फलो गरिदिनुहोस्। एकदम हजुरहरूको माया साथ नै हजुरहरूको साथले नै यहाँ आज हामीले सहर माछा पार्न सफल भइरहेको छौँ। र आज फेरि 20 केजीको चाहिँ हामीले पारेर चाहिँ यसरी हजुरहरूलाई यसरी 20 केजीको चाहिँ परिसकेको छ र तपाईँहरूलाई अझै हामी देखाउने नै छौँ। हजुरको माया साथ पाइयो भने हस् त।